धनुषा प्रहरीले एकै दिन 7 जना चोरलाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा जनकपुरधाम उपमहानगरपालिका 16 कपिलेश्वरका 35 वर्षीय रञ्जित दास, जनकपुरधाम 17 का 21 वर्षीय सञ्जीव राम, छिरेश्वरनाथ नगरपालिका 5 महेन्द्रनगरका 28 वर्षीय इन्दल राम र सोही ठाउँका 28 वर्षीय सलामज दर्जी, 23 वर्षीय मोहम्मद राजा खान, राजकुमार यादव र सोनु सहनीलाई पक्राउ गरेको छ। यी सबैजनालाई विभिन्न ठाउँमा फरक फरक सामान चोरी गरेको आरोपमा पक्राउ गरेको धनुषाका प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिनुभयो। उनका अनुसार रञ्जित दासलाई जनकपुरधाम उपमहानगरपालिका 9 बेलही बेचु शाहको घरमा दिउँसै चोरी गरिरहेको अवस्थामा पक्राउ गरिएको थियो। उनको साथबाट प्रहरीले 2 थान मंगलसूत्र, चाँदीको बाला 4 थान, चाँदीको गिलास र चम्चा 1-1 थान बरामद गरिएको छ भने सुनको जन्तर 1 थान, चाँदीको बिछिया 8 थान, ब्रासलेट 1 थान, ताला फोड्ने फलामको औजार 1 थान बरामद भएको छ। यस्तै सञ्जीव राम र इन्दल रामलाई मोटरसाइकल चोरीको आरोपमा पक्राउ गरिएको हो। उनीहरूले मास्टर की प्रयोग गरी जनकपुरधामको पुलचोकबाट J12 प 660 नम्बर प्लेटको ग्ल्यामर मोटरसाइकल चोरी गर्दा पक्राउ गरिएको थियो। गत वैशाख 17 गते जनकपुरधामको संकटमोचन मन्दिर पछाडि मान्छे नभएको घरमा चोरी गर्ने प्रयास गर्दा सलामत दर्जी र मोहम्मद राजा खानलाई पक्राउ गरिएको थियो। प्रहरीले पूर्व सूचना अनुसार उनीहरूलाई घेराउ पक्राउ गरेको प्रहरीले बताए। यस्तै प्रहरीले ताला फोड्ने औजार सहित पनि 2 जनालाई पक्राउ गरेको छ। राजकुमार यादव र सोनी सहनीलाई घरको ताला फोड्ने औजार सहित पक्राउ गरेको छ। उनीहरूको साथबाट प्रहरीले हेक्सो ब्लेड, पिलास र फलामको रिन्च बरामद भएको छ। यो अहिले जनकपुरमा अलिकति चोरीको 2-4 दिन भयो। चोरीको अलिकति घटना वृद्धि भएको महसुस हामीले पनि गर्यौँ र हामीले अपिल पनि गरेका छौँ जनकपुरवासीलाई। यसै क्रममा हामीले धेरै चोरहरू नियन्त्रणमा ल्याएका छौँ। अहिले रिसेन्टली मुद्दा चालु अवस्थामा चाहिँ नि आजको मितिसम्म 32 जना चोरहरू चाहिँ नि हाम्रो कस्टडीभित्र छ र मुद्दा चलिरहेछ पनि। र आज मात्रै हामीले 6 जनालाई यहीँ रिलिज गर्दैछौँ। त्यसमध्येमा हिजो चाहिँ नि स्पेसल्ली एउटा चाहिँ अलिक ठुलो प्रकृतिको चाहिँ चोरी भएको छ। त्यसमा चाहिँ नि विभिन्न मङ्गलसूत्रहरू, सुनको जन्तर, बाला छ, चाँदीको चाहिँ बिछिया छ, ब्रासलेट छ चाँदीको, त्यस्तै किसिमको मोटरसाइकल 1 थान पनि छ र फलाम तोड्ने औजार सहित गिलास चम्चाहरू सहित हामीले चाहिँ एकजना कपिलेश्वर बस्ने अन्दाजी वर्ष 35 को रञ्जित दास भन्ने मान्छेलाई हामीले नियन्त्रणमा लिएका छौँ। त्यहाँनिर चाहिँ नि यो मान्छे कुनै एकजना वृद्ध मान्छेको घरमा बसिराख्नु भएको थियो। गएर सुतिरहेको चाहिँ भन्नुहुन्छ उहाँको भनाइअनुसार। सुतिरहेको बेला सिधै घरमा छिरेर घर फोडेर उहाँको घरबाट चाहिँ नि सामान लिएर बाहिर चुकुल लगाइदिएपछि त्यो पास हुने बेलामा चोर पास हुनेवालाई निद्रा बिउजेर देख्ने बित्तिकै हेर्नुबाट अगाडि चुकुल लगाइदिएर भाग्ने क्रममा उहाँ छतबाट गएर निस्किनुबाट हल्ला गरेपछि तत्काल चाहिँ नि पब्लिक र प्रहरी मिलेर रञ्जित दासलाई स्पोर्टमा चाहिँ नि यो ताला फोड्ने हतियार सहित समातेको छ। 1 जना उसको निजको साथी त्यहाँबाट भाग्न सफल भएको छ। अब यसमा चाहिँ नि हामीले विशेष अनुसन्धान गर्दैछौँ। यो चाहिँ यसको अलिक ठुलो गिरोह छ र गिरोहको नायक हो भन्ने कुरो पनि यता सामाजिक सञ्जालमा पनि देखाएको छ। सामाजिक सञ्जाल कुरोलाई पनि हामीले मध्यनजर गर्दैछौँ र यसका विषयमा हामीले गहन अनुसन्धान गरिरहेछौँ। र अलिकति मोटरसाइकल छिटो फेरेर चाहिँ नि चढ्ने, अलिकति चाहिँ उहाँको चाहिँ नि आर्थिक हैसियतभन्दा पनि उहाँको लगाई खवाई र अन्य कुराहरूमा उहाँको चाहिँ अलिकति चाहिँ हैसियतभन्दा माथिको क्रियाकलाप चाहिँ नि देखिया पनि छ। हामीले उसको फेसबुकदेखि लिएर अन्य किसिमका स्टडीहरू पनि गरिरहेछौँ र आज हामी म्याथ थप्दै पनि छौँ। र त्यही किसिमले आज नै सन् 1 महिना 28 गते अन्दाजी 12 बजेको समयमा जनकपुर बनाएका 16 पुलचोक स्थितबाट 17 बस्ने 21 को सञ्जीव राम र छिरेश्वर नपा 5 महेन्द्रनगर बस्ने 28 को इन्दल रामलाई यो J12 प 660 नम्बरको रातो ग्ल्यामर 125 को मोटरसाइकल चोरी गरेर लग्ने क्रममा चाहिँ नि उपप्रकार रेलवेको टोलीले तत्काल चाहिँ त्यहाँ नियन्त्रणमा ल्याएको छ। यसमा चाहिँ उसँग मास्टर की पनि छ। मास्टर की 2 थान छ। मास्टर की के भन्दाखेरि जुन चाबी हो जुन मोटरसाइकलमा लगाएर त्यो मास्टर की लक फाटे खोल्ने र स्टार्ट हुने। अहिले चाहिँ लक त यतातिर हुँदैन, अगाडि नै हुन्छ। फाटे लक खोलेपछि स्टार्ट गर्ने र जाने। त्यस किसिमले चाहिँ हामीले नियन्त्रण 2 जना ल्याएका छौँ। यिनीहरूलाई पनि अरू अन्य कुन मोटरसाइकलहरू चोरी गरेछ भने थप अनुसन्धान गरिरहेका छौँ। त्यस्तै अर्को चाहिँ घटना यो हामी एम्बुस थापेर चाहिँ चोर पनि 2 जना चोर नियन्त्रण छन्। एम्बुस भनेको मतलब के हो? राति हाम्रो अहिले स्पेसल क्राइम टोलीले स्पेसल क्राइम टोलीले
एउटा हाम्रो टोली चाहिँ अहिले 25 जनाको टोली चाहिँ घुमिरहेको छ इन्सपेक्टर साहबको कमानमा। हामीले एम्बुसिङ पनि गरिरहेछौँ र हामीले आफ्नो चाहिँ इन्ट प्रवेश गराएर चोरहरूसँग इन्ट प्रवेश पनि गराएछौँ र चोरसँग चोरीमा चाहिँ सँगसँगै जानेर त्यहाँ चाहिँ तत्काल त्यो इन्टले हामीलाई प्रहरीलाई खबर गर्छ र त्यसलाई चाहिँ चोरलाई नियन्त्रण गर्ने क्रममा हामीले 2 जना चोर नियन्त्रण ल्याएका छौँ। चोरले घर चाहिँ खाली घर देख्ने बित्तिकै रेकी गरेर खाली घरमा चाहिँ जानेर प्रवेश गर्ने र एकजना अगाडि रेकी गर्न बसाउने र भित्र चाहिँ तोडफोड गरेर मोटरसाइकलमा तुरुन्त भाग्ने त्यस किसिमको मोडस अपरान्डी यिनीहरूको छ। यसमा चाहिँ सलामत दर्जी वर्ष 28 को सलामत दर्जी र वर्ष 23 को मोहम्मद रजाक खान गरी 2 जना शङ्कास्पद व्यक्तिलाई हामीले ताला फुटाई घरभित्र प्रवेश गरी चोरी गर्ने क्रममा छ। तर चोरी उसले फोड्न पायो, यतापट्टि चाहिँ प्रहरी आयो भने बाहिर खबर गरिदिइसकेपछि उनीहरूले भित्रको सामान फोडेर रङ्गियात हामी निकाल्न सकेनौँ। यसमा चाहिँ भित्र चाहिँ घरबेटीलाई सोध्ने बेलामा 4-5 तोला सुन 50-60 हजार पैसा चाहिँ थियो भन्ने उहाँले गर्नुभएको थियो। त्यस कारण उसँग सबुत प्रमाण चाहिँ हामीले यसमा चाहिँ फेला पार्न सकेनौँ र घर सकुशल घरधनी चाहिँ उहाँ चाहिँ सुरक्षित भएर उहाँको सामान चाहिँ चोरी हुन पाएन। त्यस्तै अर्को चाहिँ ताला फोड्ने औजारसहित पनि हामीले नियन्त्रणमा चाहिँ 2 जना मान्छेलाई राति 12 बजे नै ल्याएछौँ। कैँचीहरू छ, कटुटहरू छ, पछि येल आकारको चाहिँ फलामको रडहरू पनि छ। यिनीहरू चाहिँ नि राजकुमार यादव र सोनु सहनीलाई चाहिँ राति 12 बजे ल्याएर यससँग पनि अन्य थप अनुसन्धान अन्य घरहरूमा चोरी भएकाहरू के चोरी भएकोमा केही हामीलाई सफलता हात पार्छ कि भन्ने किसिमले हामीले चाहिँ थप अनुसन्धान हामीले राजदेवी माताको डाका 6 जना 7 जना अस्ति पूर्व सेवा चाहिँ चलायौँ। त्यो त ठुलो चोरी थियो, त्यो चोरी हतियारसहित हामीले त्यो नियन्त्रणमा गरेका छौँ। यस्ता अन्य चोरीहरू पनि सानो रकमको चाहिँ हामीले चाहिँ गरेका छौँ जो तपाईँलाई पत्रकार सम्मेलन मार्फत त गरेका छैनौँ। अब चोरीमा चाहिँ के छ भन्दाखेरि सामान हामी चोरहरू धेरै नियन्त्रण लियौँ तर सामान बरामद गर्न चाहिँ सफल भएका छैन। मैले भने नि आज यो ल्याएको सहित 32 जना चाहिँ रिसेन्ट मेरो मुद्दा कस्टडीभित्र चोरहरू छ। मोटरसाइकलहरू पनि धेरै हामीले चाहिँ समातेर मोटरसाइकलहरू पीडित मान्छेलाई हामी 5 वटा मोटरसाइकल बुझेको छौँ। आज मात्रै एउटा मोटरसाइकल पनि छ। अहिले चोर्दै के अरे माचीबाट चाहिँ एकजना चोर र मोटरसाइकल सहित नियन्त्रण ल्याएछौँ र बेवारिसे अवस्थामा चोरेर भाग्ने पुलिसलाई देखेर भाग्ने क्रममा अहिले टेम्पो पनि हामीले एउटा चाहिँ हामीले चाहिँ नियन्त्रण लिएर सवारी ल्याउनेलाई चाहिँ बुझाउने जिम्मामा लगाएको थियो। यसमा चाहिँ हामीले अलिकति मिडियाबाजी नगरेर पनि होला यसमा चाहिँ हामीले ल्याउने बुझाउने क्रम चाहिँ जारी नै छ। मोटरसाइकलका चोरहरू 2 जना चालु हालतमा चलिरहेको पनि छ। एउटा समस्या के छ भन्दाखेरि चोरी हामी चोरहरू धेरै समातेका छौँ। विमानमा पनि अहिले धेरै चोरहरू चाहिँ पूर्वपक्षको लागि थुनामा छन्। त्यो सङ्ख्याको हिसाबले भन्ने पनि लगभग 40 जना मान्छेहरू विमानमै होला अहिले हामीले पूर्वपक्षको लागि थुनेर राखेको। साइकल चोर, मोबाइल चोर, घडी चोर, मोटरसाइकल चोर, अन्य झिना मसिना चोरहरू, पम्प चोर, पम्पिङ सेट चोर, ब्याट्री चोर, धेरै चोरहरू हामी धेरै सामान मान्छेलाई बरामद गरेर बुझाइ पनि सकेका छौँ। त्यो के बारेमा देखिँदैन भन्दा उहाँहरूले हामी सामान ल्याउँछौँ चोरी गरेको सामान, उहाँहरूले चोरीमा मुद्दा चलाउनु मलाई मेरो सामान फिर्ता दिनुहोस् म चाहिँ चोरीमा चलाउँदैन सर भन्नुहुन्छ। हामीलाई जाहिरी नदिएर हामीलाई ठुलो समस्या छ। त्यसले गर्दाखेरि पनि अब हामीले उसलाई चोरीमा चाहिँ लगाउँदाखेरि के हुन्छ अर्को पटक भेट्दाखेरि पटक्कै चोरीमा जान्छ। चोरी भनेको ठुलो केस हो। बाध्य भएर हामीले चाहिँ प्रहरी प्रतिवेदनबाट सार्वजनिक मुद्दा चलाउनु पर्ने स्थिति चाहिँ आइपरेको छ। त्यस कारणले चोरीको लागि चोर नियन्त्रण प्रयास चाहिँ हामीले नगरे होइन गरेका छौँ। चोरी पनि छ। मान्छेले सामानहरू बरामद गरेको सामानहरू फेला पारेर उहाँले जिम्मा पनि राखेका छौँ। मलाई चोरीको मुख्य कारण 18 देखि 25 वर्षसम्मको केटाहरू युवा केटाहरू छ जो कोरेक्स, लागोस, ड्रग्स, ट्याब्लेट, गाँजा, चुरोट त्यस्ता चिजहरू खान्छन्। उनीहरूलाई पैसाको अभाव छ। जहाँ पाइन्छ भेटिन्छ खाली घर देख्ने बित्तिकै नसाको तालमा उनीहरू तोडिरहेको छ देख्ने बेला। त्यसमा कतै ठुलो सामान पनि बरामद होला, कतै सानो सामान पनि बरामद होला। ब्याट्रीदेखि लिएर मोबाइलदेखि हरेक किसिमको बनाएर चोरी भएको छ। हामी यसमा चाहिँ नि एक्सनमा लागेका छौँ, पक्राउ पनि गरेका छौँ। चोरी चाहिँ नि नियन्त्रण गर्ने हामी एकदम प्रयास। चोरी मुद्दामा धनुषा प्रहरीले थप 18 जनामाथि मुद्दा चलिरहेको एसपी खड्काले बताए। उनका अनुसार पक्राउ परेकाहरूमाथि अभद्र मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको छ। सामान चोरी भएपछि सम्पत्ति धनीले मुद्दा नदिएपछि उनीहरूमाथि चोरीको मुद्दा लगाउन नसकेको उनले बताए। प्रहरीले धनुषामा चोरीको घटनामा वृद्धि भएपछि प्रहरी नै चोरको भेषमा चोरलाई समात्ने अभियान सञ्चालन गरेको छ। प्रहरी निरीक्षकको कमाण्डमा 25 जना प्रहरी परिचालन गरिएको जनाइएको छ।